सो हेलो गाइज, वेलकम टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ होइन। अनि आज बिहान पनि नुहाइधुवाइ गरेर फ्रेस भएर चाहिँ हामी चट्टाएर हाँसकोटतिर हिँडेको होइन, म र सन्देश चाहिँ। अनि खासमा हाँसकोटमा के हो भनेपछि के पो मिटिङ छ अरे भन्दा सुनेको थियौँ होइन। अनि अस्तिबाट जानुपर्छ भन्नुभएको थियो, हुन्छ भने थियौँ। अनि आज चाहिँ बिहानै आएर आज जाने हो भन्नुभयो। अनि त्यसबाट म र सन्देश चल्दै होइन, उहाँ चाहिँ अलि अगाडि हिँडिसक्नुभयो, हामीहरू चाहिँ अलि पछाडि हिँडेको। यहाँबाट चाहिँ हामी खुलालसम्म हिँडेर जान्छौँ। अनि खुलालबाट चाहिँ अनि हाँसकोटसम्म चाहिँ गाडीमा जान्छौँ होला। लगभग 2-3 घन्टा यात्रा हुन्छ होला जस्तो लागिरहेको होइन। त्यही सन्देश गाडीमा कति लाग्छ? 2-3 घन्टा यो पनि गएन। त्यही भएर हामी जाँदैछौँ सानीतिर अन्त गएको। अनि त्यहाँ चाहिँ गएन। अब आज चाहिँ हामी चट्टा लगाएर जाँदैछौँ गाइस। अनि म सन्देश मिलेर जाँदैछौँ। अब अरूहरू चाहिँ अगाडि गइहाल्नु भयो, अनि अरू पनि हुनुहुन्छ। अनि त्यही भएर हामी चट्टा लगाएर जान लाग्यो बिहान बिहान होइन। गाइजहरू चट्टा लगाएर भ्लग चाहिँ कस्तो हुन्छ हेरौँ। अरूभन्दा नयाँ ठाउँको नयाँ खाले भ्लग हुन्छ, सबैजना ढुक्कले बस्नु होला है गाइज। त्यही अब चाहिँ भ्लग चाहिँ नयाँ नयाँ आउनेवाला छ। सो गाइज हामी चाहिँ ठ्याक्कै गाडी बस्ने के अरे बस पार्क भनौँ हाम्रो होइन, गाडी चढ्ने ठाउँ पुगिसक्यो होइन। अनि गाडीहरू चट्टा लगाएर यता छन् होइन। अनि माथि रहन्छ नि चाहिँ पुलिस चौकी ट्याक्क लगाएर होइन। अनि यहाँ आयो केटाहरूलाई पनि भेट्यो। खासमा के रहेछ अनि विशेष मैले बुझेअनुसार अहिले बुझेँ। अनि पार्टीको चाहिँ अधिवेशन रहेछ, कार्यक्रम रहेछ। अनि त्यसमा चाहिँ आज र भोलि कार्यक्रम हुन्छ। पर्सि बिहान चाहिँ हामी फर्किन्छौँ। यहाँ चाहिँ 2टा गाडी रिसिभ गर्नेवाला छन्। अनि त्यही गाइज अहिले चाहिँ मजाले नेट चलाइ बसिरहेको छौँ हामीहरू। अनि यो पुल चाहिँ यो होइन, पुल चट्टा लगाएर हाम्रो गाउँको यो खोलाको पुल भनौँ लगभग। अनि कर्णाली नदीको पुल चाहिँ अलिक उता छ। त्यही भएर चाहिँ तरकारी चाहिँ हामी अलिक तल आएर बसिरहेको चट्टा लगाएर। केटाले त नेट चलाइरहेको छ मजाले है। यस्तो चट्टा लगाएर बजार चाहिँ अन्त माथितिर। अनि हामी त तल यो बजार तल ठिकैमा बस पार्क जस्तो छ। बस पार्कै भनौँ लगभग टिकट काट्नु सबै गर्छन्। अनि चेक पनि हुन्छ। त्यही भएर चाहिँ हामी चट्टा लगाएर अहिले हावा लाग्छ, मजाले बसेर नेट चलाइरहेको छौँ। त्यही गाइज अब हजुरहरूलाई के हुन्छ कस्तो हुन्छ कहाँ कोसँग भेटिन्छ सबै देखाउनेवाला छु। त्यही गाइज सपोर्ट गर्दै रहनु होला। अनि हजुरलाई चाहिँ अहिले म अन्तिममा केही भन्नेवाला छु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अन्तिममा चाहिँ विशेष भिडियो छ होइन लगभग। सो गाइज हामी चाहिँ त्यतिकै यताउति हिँडिरहेको छौँ भने केटाहरू अगाडि छन् होइन। अनि किनभने चाहिँ अब गाडी चाहिँ अहिले बिस्तारै आउनु खानु अरे अरू गाडीहरू। अहिले चाहिँ अरू सबै के भन्छन् गाडी आइरहेको छ अरे, यहाँ चाहिँ पुगेन। त्यही भएर हामी सोधिदिएर यहाँ पनि पुल छ। हामी तल पुल पुगेर आयौँ। त्यस पिस चट्टा लगाएर भइरहेको छ होइन। त्यही भएर हामीले चट्टाएर यस्तो सनलाइट परेको क्यामेरामा, त्यही भएर अलिक गरम मिल्दैन। यो चाहिँ होटल हिल साइड चट्टा लगाएर होइन। यहाँ चाहिँ यो चाहिँ खास विषय भन्नुपर्दा अछामको हाम्रो छन् जाने चाहिँ बाटो हो। गाडीहरू चट्टा लगाएर आउँछन् जान्छन् यस्तो यो होइन। यो चाहिँ विशेष गरी भन्नुपर्दा यो रोड चाहिँ हाम्रो गाउँदेखि लिएर अछाम हाम्रो जाने पर्यटकीय मार्ग हो कि, त्यो भएर अहिले चाहिँ यस्तो पिच भइरहेको, अहिले यस्तो बल पिच भइरहेको छ। अनि त्यही हो अछाम हाम्रो जाने पर्यटकीय राजमार्ग मार्ग भएर चाहिँ छिटो भइरहेको। त्यस काम चाहिँ हाम्रो गाउँमा चाहिँ भइरहेको छ, नमन आएको होइन। तर लास्ट सुस्तै हुन्छ, लास्ट ढिला हुन्छ। त्यही भएर अब बिस्तारै जानुपर्ने हुन्छ गाइज। त्यस्तो छैन, हाम्रो गाडी चाहिँ उता निमै छन्। त्यो चाहिँ हाम्रो चेकपोस्ट यताउति हो। त्यही गाइज अब चाहिँ चट्टा लगाएर चल्दिनु लाग्यो। त्यही गाइज अब भेटौँला बिस्तारै। हामी चाहिँ हिँडिसक्यौँ होइन, गाडीमा चट्टा लगाएर केटाहरू सब यहाँ बस्यान चट्टा लगाएर। अनि हामीहरू त्यही भएर चाहिँ चट्टा लगाएर हिँड्न लाग्यो यहाँबाट। गाडी चाहिँ हिँड्छ क्या पुलिस चौकी होइन। हिँडिसक्यौँ भनौँ लगभग केटाहरू सब चिलमा छन्। अब मान्छे 2टा आइस अन्त 2टा बोलेरोहरू यताउति रिजर्भ गरेर चल्दिनु लाग्यो हामीहरू चाहिँ। रमाइलो भएको। त्यही गाइस अब चाहिँ हामी चट्टा लगाएर जान्छौँ। अब अगाडि 2-3-4 घन्टा लाग्छ होला लगभग। म सोचिरहेको छु अब के हुन्छ हेरौँ। फ्रम 3 घन्टा भनौँ। त्यही भाइ मान्छे बेली उठी जान्ला। म त मजाले सिटमा छु होइन, चट्टा लगाएर सिटमा झ्याला बसिरहेको छु चट्टा लगाएर। त्यही हो गाइस, एउटा गाडी चाहिँ अगाडि हिँडिसक्यो चट्टा लगाएर। अगाडि ठ्याक्क लगाएर हिँडिसक्यो। अब त्यही हो जानुपर्छ चट्टा लगाएर। सो गाइस हामी चाहिँ फाइनली पुगिसक्यौँ होइन हाँसकोट। चट्टा लगाएर एरिया चाहिँ ठाउँ चाहिँ बवाल छैन यता छ। अनि यता चाहिँ बाजा बजाएर चाहिँ खान चट्टा लगाएर अहिले हामी पनि जानुपर्छ। हामी केटाहरू चट्टा लगाएर बस्यौँ। खासमा चाहिँ यो पार्टीको चाहिँ के अरे भोलिलाई सन्देश के अरे अहिले यो अधिवेशन पार्टीको चाहिँ अधिवेशन रहेछ चट्टा लगाएर। अब हामीले चाहिँ उताबाट बाजा बजाउँदै ल्याउने भन्थे, हामी गाडी लिएर यता आइहाल्यौँ। अब चट्टा लगाएर उता जानुपर्छ। उता गएर बाजा साजासँगै चट्टा लगाएर आउनुपर्छ गाइस।
त्यस पुग्यो लगभग 3 साढे 3 घन्टामा चाहिँ 3 घन्टामा ठ्याक्कै पुग्यो भनौँ। त्यही गाइज अब चाहिँ टक्क लगाएर जानु पऱ्यो कस्तो हुन्छ हेरौँ। मान्छे यता छन् सबै, हामी चाहिँ यहाँ जाने अरे क्या, यहाँ जाने यो यस्तो रोड भएर यही गाडीमा आएको हामी। मान्छेहरू बाजा बजाउँदै उता पर गएको। सो गाइस अहिले चाहिँ लगभग बेलुका भइसक्यो होइन। हामी चाहिँ 4 जना चट्टा लगाएर होइन, अनि नास्ता खायौँ चट्टा लगाएर। चाउमिन खाएको, चाउमिनले जस्तो अगाडि जस्तो लाने, फेरि फ्राइड राइस खायौँ। टन्न भएर चाहिँ लगभग 550सम्मको बिल निकाल्यौँ 4 जना लगाएर। त्यसपछि अहिले हामी चट्टा लगाएर यो चाहिँ पहिला एकपटकको केटाहरूको मेमोरी भलिबल ग्राउन्ड होइन, यहाँ चाहिँ केटाहरूले जितेको ठाउँ होइन। अनि हाम्रो ऊ छ के भन्छ त्रिवेणी युवा क्लब भन्ने एउटा छ, खत्रै प्लेयरहरू छन् त्यहाँ पनि, अनि प्रदेश प्लेयरहरू पनि छन्। तिनीहरूले चाहिँ यही ठाउँ जित्या बाबाले 40,000। अनि यो चाहिँ फुटबल ग्राउन्ड पनि यहीँ तलतिरको माथितिर फुटसल तलतिर माथितिर भलिबल। अनि क्रिकेट पनि खेल्थ्यो कता यता कता साइड हो, कुसै मिलाएर टक्क लगाएर खेल्थ्यो। उतै यो केस लगाइरहेको पिच छ होइन। अनि त्यही यो गाइज, अनि यो चाहिँ स्कुल लगभग पुरानो भएर यो स्कुल बन्द गरेर जस्तो लागिरहेको मलाई। यहाँ चाहिँ मलाई सबभन्दा बल यो नम्बर 1मा भलिबल खेल्ने ठाउँ लाग्यो, नम्बर 2मा चाहिँ यो लाग्यो क्या। यहाँबाट जे हेऱ्यो नि भएको मजाले यस्तो बल छ नि, लाइक स्टेडियम जस्तै कि। यसमा अरू सबै गराउनु ठिक छ, अन्त यो साइड चाहिँ अलि बस्ने ठाउँ गराउनु पर्ने। अनि अर्को कुरा चाहिँ घेर गर्दा बल हुन्थ्यो कि, जस बल लाग्यो मलाई चाहिँ एकदम, मलाई बबाल लागेर चाहिँ मैले चट्टा लगाएर आयौँ। कुरा डुल्यौँ, फुटा खिच्यौँ, टिकटक गरायौँ, भिडियो गरायौँ। टिकटक पनि के गराउने, हामी हिँडेको टिकटक गराउनु पऱ्यो सादा खाले होइन। त्यही हो। सन्देश सर के भन्ने, केही भन्नु छ? कसैले के भन्नु छ? केही भन्नु छैन, केही भन्नु छैन। तर सन्देश भलक 1000मा चाहिँ गएर यसो भलक हेरिदिनु ल, त्यति हो।